गाँजालाई नशालु पदार्थ र नशाको रूपमा मात्र हेर्नु हुँदैन। यो औषधि, कपडा, कागज, तेल, जैविक, प्लास्टिक र निर्माण सामग्रीको कच्चा पदार्थका रूपमा समेत प्रयोग गर्न सकिन्छ। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदनमा हाम्रो देशमा उत्पादनलाई अवैध मान्दै गरिएको वनस्पति गाँजाको विषयमा उठान गर्न चाहन्छु। आज देशको आवश्यकता उत्पादनमुखी र निर्यातमुखी नीति अवलम्बन गर्नु हो। त्यसैले गाँजालाई नशालु पदार्थ र नशाको रूपमा मात्र हेर्नु हुँदैन। यो औषधि, कपडा, कागज, तेल, जैविक, प्लास्टिक र निर्माण सामग्रीको कच्चा पदार्थका रूपमा समेत प्रयोग गर्न सकिन्छ। विश्वका धेरै देशहरू USA, क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, चाइना, भारत लगायतका देशहरूले वैज्ञानिक र व्यावसायिक प्रयोगबाट अर्बौं अर्थतन्त्र निर्माण गरिरहेका छन्। यी देशहरूका बारेमा मैले विस्तृत अध्ययन पनि गरिरहेको छु, यहाँको नीतिहरूका बारेमा। त्यसकारण यसलाई हाम्रो देशले पनि सही नियम मार्फत हाम्रो सबैभन्दा ठुलो शक्ति र स्रोत युवाहरूको पलायन रोक्नका लागि र अर्थतन्त्र उकास्नका लागि पनि स्वरोजगार बनाउनका लागि यस नीतिलाई अवलम्बन गर्योस्। हस्त, धन्यवाद।